आज हामी डिएक्सनको कफी बनाएर खाने प्रयास गरिरहेछौँ। यो डिएक्सनको ब्ल्याक कफी हो जसलाई हामीले प्रयोग गर्नेछौँ र हजुरहरूलाई पनि देखाउनेछौँ कसरी प्रयोग गर्ने हो भनेर। यसले विभिन्न खालको रोगमा काम गर्ने गर्दछ, जस्तै ब्लड सुगर, प्रेसर, ग्यास्ट्रिकको समस्याहरूलाई पनि निराकरण गर्ने गर्दछ र यसलाई हामी बनाउन गइरहेका छौँ। त्यो हेर्नुहोला र तपाईँहरूले पनि बनाएर खान सक्नुहुनेछ। यसरी यसलाई प्याकेट खोल्न सकिन्छ र यसमा तपाईहरुलाई यस्तो सानो सानो खालको 20 वटा प्याकेट हुने गर्दछ र यस प्याकेटलाई तपाईले यसरी यहाँ छेउबाट एक छेउबाट खोलेर यसरी बिस्तारै खोलेर हामीले प्रयोग गर्न सक्नेछौँ। त अब यो मैले खोलिसके गाइज। त्यसपछि यसलाई के गर्नेछौँ हामी कपमा हाल्नेछौँ। जति हामीलाई आवश्यक पर्नेछ आवश्यकता अनुसार हरेक कपमा हाल्नेछौँ। यसरी सबै कपमा हामीले नर्मली यसलाई 3 कप बनाउन सक्छौँ र अलि सानो सानो छौँ भने हामी 5 कप पनि बनाउन सक्नेछौँ। यसरी सबै कपमा हाल्ने। त्यसपछि के गर्नुपर्छ, यसलाई कपमा हालिसकेपछि यसलाई हामीले के गर्छौँ, अलि रह्यो भने यसलाई यसरी मोडेर थप हामी फेरि पनि प्रयोग गर्न सक्ने गरी राख्न सक्नेछौँ। त्यसपछि अब हामीले कफी हालिसकेका छौँ। अब रह्यो यसमा तातो पानी छ गाइज। अब तातो पानी हामीले यसलाई डाइरेक्ट कपमा हाल्नेछौँ। यसरी कपमा हालिसकेपछि सबै कपमा आवश्यकता अनुसार पानी हाल्ने। ल अब पानी यसरी सबै कपमा हाल्दैछौँ हामी। ल यसरी पानी हालिरहेका छौँ सबै कपमा हालिसकेपछि। त्यसपछि के गर्नेछौँ हामी यसलाई पिउनेछौँ यो कफी। ल यो कफी पिउनको लागि ल अब यसलाई यसरी राम्ररी घोल्दा हुन्छ। हामीले घोलेर अनि त्यसपछि पिउनेछौँ गाइज सबैजना। ल अब यो घोलिसके पश्चात अब यो पिउनको लागि तयार भयो। ल लिनुहोस्। ल त्यसलाई यो लिनुहोस्। ल तपाईँ पनि लिनुहोस्। ल दिप्सन तपाईँ पनि उठाएर त्यसपछि अब यसलाई पिउनेछौँ हामी। यहाँ यो कफी यसरी कालो या ब्ल्याक कफी जसलाई अङ्ग्रेजीमा ब्ल्याक कफी भन्छ, यो कफी यसरी तयार हुनेछ र त्यसपछि हामी यसलाई प्रयोग गर्न सक्नेछौँ। यसको स्वाद चाहिँ तीतो छ। अनि अरूहरू कफी पनि हुन्छ डिएक्सनमा। कफीको नामहरू चाहिँ यो थाहा छैन मलाई। मेरोमा डिएक्सन कम्पनीमै काम गर्नुहुन्छ थियो, त्यही भएर थाहा भएको। ल अब यति नै हो। अब अरू थप जानकारी अरू भिडियोमा लिएर आउनेछौँ। धन्यवाद।